सबैजनामा नमस्कार। तपाई 22 वर्षदेखि 30 वर्षको उमेर समूहभित्र हुनुहुन्छ भने यो भिडियो पुरै हेर्नु होला। यो भिडियोमा क्यारियर काउन्सिलिङको कुरा गर्छु। तपाई 22 वर्ष कम्प्लिट भएर ब्याचलर दिइसक्नु भएको छ र अब मास्टर डिग्री पढ्दै हुनुहुन्छ वा नेक्स्ट इयर म पढ्छु भनेर सोच्दै हुनुहुन्छ। साथै तपाई म्यानेजमेन्ट तर्फको विद्यार्थी हुनुहुन्छ, चाहे त्यो म्यानेजमेन्ट एमपीए किन नहोस् त्यो पनि म्यानेजमेन्ट मानिन्छ, तसर्थ म्यानेजमेन्टको हुनुहुन्छ र नेपालमा रहेको सरकारी जागिर अन्तर्गतको सबैभन्दा राम्रो पद अर्थात् सहायक निर्देशक नेपाल राष्ट्र बैंकमा तपाई जागिर खाने सपना देख्नु भएको छ वा सपना राख्नु भएको छ। म जागिर खान्छु भने यो भिडियो महत्त्वपूर्ण। स्मार्ट जीकेले आगामी वर्ष 84-85 को विज्ञापनलाई मध्यनजर गर्दै जो विद्यार्थी ब्याचलर पास भइसकेर मास्टर डिग्रीमा अब जोइन हुनुहुन्छ वा यही वर्ष जोइन भइसक्नु भएको छ तर उहाँको टार्गेट बैंकिङ तर्फको सहायक निर्देशक त्यो पनि नेपाल राष्ट्र बैंकमा जागिर गर्छु भन्ने सोच रहेको छ, उहाँहरूको लागि सुरु गरेको छ। जसको लागि कक्षा लिनलाई व्हाट्सएप बटन र मेसेज गरेर कमेन्ट बक्समा आई एम इन्ट्रेस्टेड लेखेर फोन कलमा कल गरेर स्मार्ट जीकेमा कक्षा लिन सक्नुहुनेछ। कुरो गर्छु म किन आफ्टर मास्टर मिसन के बनाउने त। तपाई आफूलाई सहायक निर्देशक बन्ने सोचमा हुनुहुन्छ भने सर्वप्रथम म तपाईलाई नेपाल राष्ट्र बैंकको वेबसाइटमा लान्छु। वेबसाइट भित्रको क्यारियर पोर्टलमा तपाई छिर्नु भयो भने र त्यसको पुरानो ओल्डमा जानुभयो, तपाई बिल्कुलै नयाँ हुनुहुन्छ, लोकसेवातर्फ तपाईलाई थाहा छैन, नेपाल राष्ट्र बैंक अन्तर्गतको म तपाईलाई 2019 नेपाल राष्ट्र बैंकमा को क्यारियर सेक्सनमा रहेको सबैभन्दा अन्तिम पेज हो, पेज नम्बर 48। त्यसमा पनि हेर्नुभयो भने तपाईले यहाँ सूची देख्नुहुन्छ सहायक द्वितीय 2070 मा ढङ्गरीको उम्मेदवार बारेमा। त्यस्तै अगाडि बढ्दै जानु भयो भने तपाई विभिन्न वर्षका विज्ञापनहरू हेर्नुहुन्छ र यो 48 वटा पेजमा न यही विज्ञापन सम्बन्धी सिलेबस चेन्ज सम्बन्धी कुराहरू छन्। तर यसमा 2070 पछिका तपाईले यदि हेर्नुभयो भने के भएको छ भन्दा रेगुलर रूपमा हरेक वर्ष विज्ञापन आइरहेको छ र आउने 3-4 वर्ष बितेको 3-4 वर्षको कुरा गर्नुहुन्छ भने 2080-81 मा हरेक वर्ष साउन महिनामै विज्ञापन आयो र सफिस्टिकेटेड ढंगले परीक्षाहरू टाइममा भए र विद्यार्थीहरूले एक्जाम दिए र नाम निकाले। अब तपाई यसलाई मध्यनजर गर्दै यसको सिलेबसलाई कभर अप गर्दै र सिलेबस राम्रो गर्छु र म तयारी राम्रो गर्छु भनेर सोच्दै हुनुहुन्छ भने डीप नलेज चाहिँ अनिवार्य हुन्छ। किन हुन्छ भने मार्केट स्ट्रेन्थ भनिन्छ इन बिजनेस कन्सेप्टमा, यसको मार्केट कति छ त भन्नुहुन्छ, कम्पिटिटर कति छ त भन्दा 4000 प्लस रहेको छ तपाईका कम्पिटिटर सहायक निर्देशकमा, जसमा म्याक्सिमम 56-57 वटासम्म सिट र मिनिमम 10-12 वटासम्मको सिट पनि खुल्ने गरेको हुन्छ। 10 वटा होस् 12 वटा होस् सिट खुलोस् वा 60 वटा सिट खुलोस्, तपाईलाई आफ्नो एउटा सिट अनिवार्य छ। र त्यसको लागि तपाईले यदि 2 वर्षलाई टार्गेट लिएर 2 इयरको टार्गेट लिएर म पढ्छु भनेर सोच्नु भयो भने कसरी न तपाई गर्न सक्नु होला। साथै बेनिफिट के हुन्छ भने जुन सिलेबस तपाईले यो सहायक निर्देशकको निकाल्नुहुन्छ भने मास्टर डिग्री पढ्दा यदि एमए इन इकोनोमिक्स वा म्यानेजमेन्ट अन्तर्गतको मास्टर डिग्री गर्दै हुनुहुन्छ भने त्यहाँ भित्र पनि यो के हुन्छ त यही सिलेबस रहेको छ मास्टर डिग्रीको 4 वटा सेमेस्टरमा। तपाई यो पढ्दाखेरि जुन 2 वर्ष कोर्स यो लिनुहुन्छ तपाईले त्यो कोर्स भित्रमा तपाईले आफू मास्टर पढिरहेको बेलाको त्यो इकोनोमिक्स पार्ट, म्यानेजमेन्ट पार्ट लगायतका फाइनान्शियल पार्ट, रिसर्चका पार्टहरुको ट्युसन पढ्नु पर्दैन, यतिले पुग्छ। साथै तपाई फ्यामिलियर भइराख्नुहुन्छ, आफ्नो मास्टर डिग्री कम्प्लिट भएको छैन तर मास्टर डिग्री कम्प्लिट भइसकेपछि म के गर्छु क्यारियरमा पर्मानेन्टली सोचिसक्नु भएको हुन्छ। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक तपाईको टार्गेट हुन्छ र रेगुलर रूपमा तपाईले सर्टेन केही बुझ्दै जानुभयो भने जब तपाईको रिजल्ट आइसकेपछिको विज्ञापनमा फारम भर्नुहुन्छ तपाईको नाउँ निस्किने चान्सेस म्याक्सिमम हुन्छ। 2 वर्ष तयारी गर्न सोच्दै हुनुहुन्छ भने स्मार्ट जीकेले कक्षा सुरु गरिसकेको छ। चाँडै भन्दा चाँडै कक्षा जोइन गरी आफ्नो तयारीलाई अगाडि बढाउनु होला। अन्य जानकारीका लागि विभिन्न इकोनोमिक्स सरहरूले, म्यानेजमेन्ट सर, फाइनान्स, रिसर्च सबैका सरहरूले ओरिएन्टेसनहरू गर्नु नै हुनेछ। म पनि ओरिएन्टेसनमा उपस्थित हुन्छु नै भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद।